ओके विद्यार्थी भाइ बहिनीहरू आज बोर्डमा डिस्प्ले भए जस्तै डिटर्मिनेन्ट रिलेटेड एउटा प्रश्न रहेको छ। विदाउट एक्सपान्डिङ सो दैट डिटर्मिनेन्ट 1 1 1 yz zx xy y plus z z plus x x plus y, its determinant is equal to determinant of 1 x x square 1 y y square 1 z z square सो गर्ने भनेर प्रश्न छ। तर विदाउट एक्सपान्डिङ छ है। फेरि हामीले एक्सपान्ड नगरिकनै यसलाई भेरिफाई गर्नुपर्ने छ। प्रोपर्टिज अफ डिटर्मिनेन्ट युज गर्नुपर्ने छ है त। डिटर्मिनेन्टका प्रोपर्टीहरू युज गर्नुपर्ने छ र यसलाई सो गर्नको लागि हामी लेफ्ट साइडको भ्यालु लिन्छौँ र यसमा नियमहरू अप्लाई गरेर राइट साइडमा पुग्छौँ। तर यो विदाउट एक्सपान्डिङ भने के हो भने यसको एक्सपान्ड नगरिकनै भन्नाले जस्तै एक्सपान्ड गर्दाखेरि के गर्छौँ हामी 1 इन्टु यो रो र यो कलम हटाएर यो लेख्छौँ नि, यसको माइनर या कोफेक्टर भनौँ। त्यस्तै यो इन्टु यसको कोफेक्टर लेख्छौँ, यो इन्टु यसको कोफेक्टर लेख्छौँ हामी है। आइदर रो अर कलमबाट अगाडि बढ्छौँ। तर क्वेसनले भनेको छ विदाउट एक्सपान्डिङ भनेको छ कि विदाउट एक्सपान्डिङ भनेको हामीले यसलाई नखोलिकनै हामीले अगाडि जानु पर्यो। र कसरी ल्याउन सकेला त यो बाट यो कसरी ल्याउन सकेला भनेर अलिकति हामीले यसमा अलि चाहिँ क्रिएटिभ बन्नुपर्ने हुन्छ है। अब डिटर्मिनेन्टका नियमहरू के छन् भने कुनै पनि दुईटा रो या कलमलाई एड गर्न सकिन्छ, मल्टिप्लाई गरेर अर्कोमा एड गर्न सकिन्छ, सबट्र्याक्ट गर्न सकिन्छ, मल्टिप्लाई डिभाइड पनि गर्न सकिन्छ कुनै रो या कलमलाई। तर के गर्दाखेरि बेटर होला त है, यो चाहिँ डिपेन्ड गर्छ क्वेसनमा। जस्तै अहिलेको क्वेसनमा हामीले हैन यो r1 लाई x थप्यो भने xyz हुन्छ, यसलाई y थप्यो भने xyz। r3 भनेको रो 3 भनेको थर्ड रो, यसमा z थप्यो भने xyz हुन्छ। तर यो गर्दाखेरि यहाँ के हुन्छ फेरि xy xz आउँछ है, अलि लेन्थी आउने। अब यहाँ x यता y यता z थप्दाखेरि यो भ्यालु कमन त आउँछ, सेम हुन्छ। तर यो गर्दाखेरि त्यति इजी देखिएन। अब अर्को ट्रिक लगाउनु पर्यो कि। अर्को ट्रिक के त भन्दाखेरि यसमा x छैन नि, यहाँ x थप्ने प्लस x गर्ने माइनस x, यसमा y छैन प्लस y माइनस y, यसमा z छैन प्लस z माइनस z। यो गर्दाखेरि के हुन् फाइदा भयो त भन्दाखेरि x प्लस y प्लस z यो सेम छ नि, हो यो सेम चाहिँ कमन आउन सक्छ के है। यो कमन आइसकेपछि के हुन्छ त 1 1 1 यता पनि 1 1 1, यो दुईवटा सेम हुने बित्तिकै प्रोपर्टिज अफ डिटर्मिनेन्ट अनुसार if two rows or two columns, यदि दुईटा रो या दुईटा कलम्स सेम छ भने त्यसको भ्यालु 0 हुन्छ। त्यसैले यो यसको भ्यालु 0 हुन जान्छ कि हो। मैले भन्नु खोजेको कसरी थाहा पाउने भन्ने विद्यार्थी भाइ बहिनीहरूको माइन्डमा चाहिँ कन्फ्युजन हुन्छ के है। कसरी थाहा पाउने त हो, यो डिपेन्ड गर्छ क्वेसनको नेचरमा र आवर थिङ्किङमा भन्छौँ कि मैले। जस्तो अघि नै मैले एउटा आइडिया दिएको थिएँ नि, एक्सले मल्टिप्लाई गर्ने यहाँ वाइले यहाँ जेड, त्यो गर्दाखेरि के त जटिल आउँछ फेरि एक्स वाइ जेड एक्स आउँछ है। त्यसैले एक्स माइनस एक्स, यसमा वाइ माइनस वाइ, यसमा जेड माइनस जेड गरिदिनु भयो भने अब के हुन्छ त यो एउटा डिटर्मिनेन्ट दुईटा बन्छ, दुईटा छुट्याउनु पनि सकिन्छ कि। एउटा के बन्छ त 1 1 1 y z z x x y अनि x प्लस y प्लस z x प्लस y प्लस z x प्लस y प्लस z, यो एउटा प्लस प्लस अरु के भन्छ यो एउटामा यो राख्ने अर्कोमा यो मात्र राख्ने 1 1 1 y z z x x y माइनस x माइनस y माइनस z हो। कुनै रो या कलममा प्लस माइनसमा छ भने त्यसलाई अलग अलग पनि सेपरेट गर्न सकिन्छ। डिटर्मिनेन्ट क्यान बी सेपरेटेड है। एउटा डिटर्मिनेन्टबाट हामी दुईवटा पनि बनाउन सक्छौँ। यदि यहाँ प्लस हुन्थ्यो भने यहाँ प्लसमा हुन्थ्यो, माइनस र माइनस माइनस थपेर
है। र हामीले मेन कुरा के गर्यौं त, यो थर्ड कलममा तेस्रो कलममा x माइनस x भन्नु न y माइनस y z माइनस z प्लस माइनस गर्यौं। यसले गर्दा दुईवटा डिटर्मिनेन्ट बन्यो। अब यो डिटर्मिनेन्टमा हेर्दा त यो फर्स्टमा x प्लस y प्लस z त कमन छ नि। यो कमन आइसकेपछि यसमा 1 1 1 रह्यो, अरु दुईटा सेम छ एज इट इज है। 1 1 1 1 1 दुईवटा कलम सेम छ, रो सेम भए पनि 0 हुन्छ, दुईटा कलम सेम भए पनि यसको पुरै भ्याल्यु 0 हुन्छ, निकाल्नै पर्दैन। दुईवटा आइडेन्टिकल छ भने यसको भ्याल्यु 0 भन्ने नियममा यो भन्दा पहिलो क्लासमा अध्ययन गरिसकेका छौं हैन। x प्लस y प्लस z एज इट इज इन्टु 0। यसले गर्दा यो पुरै हटिहाल्यो के, यो पुरै हटिहाल्यो है, तल लेखेन मैले। अनि यतातिर के भयो त भाइ बहिनीहरु, यसमा हो यसमा के गर्यौं त भन्दाखेरि यसमा हामीले x थप्यौं, यसमा y थप्यौं, यसमा z थप्यौं भनेको मल्टिप्लाई गर्यौं। x ले मल्टिप्लाई गर्यौं, यसलाई y ले मल्टिप्लाई गर्यौं, यसले z हेर्नु त नि। यसलाई x ले मल्टिप्लाई गर्दाखेरि फेरि हामीले 1/x पनि लेख्नु पर्छ, यसलाई y ले मल्टिप्लाई गर्दा 1/y पनि लेख्नु पर्छ, z ले मल्टिप्लाई गर्दा 1/z। x y z डिवाइडर पनि आयो, मल्टिप्लाई यहाँ x यहाँ y यहाँ z। x ले मल्टिप्लाई गर्दा हेर्नु त x y z x स्क्वायर। र यो माइनस कहाँ गयो भन्ने कन्फ्युज छ भने यो माइनस 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 कमन लिएर यहाँ बीचमा आयो माइनस कमन लिएर, बुझ्नुभयो होला भन्ने लाग्छ। x x x यहाँ x स्क्वायर हुनु गयो। y थप्दाखेरि y हेर्नुस् है y x y z यहाँ y स्क्वायर हो, सिमिलरली z x y z z स्क्वायर। ओके, अब फेरि यो x y z कहाँ हट्यो त भन्दाखेरि यो कमन आयो, x y z यो कमन छ नि हो, x y z अपॉन x y z हट्यो। यो कमन लिएपछि यो दुईटा हट्यो, हटिसकेपछि हामीसँग के बाँकी रह्यो त x y z बीचमा 1 1 1 x स्क्वायर y स्क्वायर z स्क्वायर एज इट इज। ओके, अब अर्को नियम के छ भने हामीले कुनै दुईवटा एडजेसेन्ट भनेको सँगै आउने कलम या रोलाई चेन्ज गर्यौं भने योलाई यता के हेर्नु त यस्तो गयो, यो यता गयो यो यता गयो। दुईवटा एडजेसेन्ट कलम चेन्ज गर्यौं भने साइन चेन्ज हुन्छ, एउटा माइनस छँदैछ, यो दुईटा चेन्ज गरेको हुनाले फेरि माइनस आयो नि त है। अनि माइनस माइनस के भयो त प्लस। हाम्रो फाइनली के आयो 1 1 1, यता हेर्नु राइट साइड 1 1 1 x y z x स्क्वायर y स्क्वायर z स्क्वायर। जो हाम्रो यहाँ हेर्नुस् त दायाँ पक्षमा छ राइट साइडमा हो। यसरी डिटर्मिनेन्टका नियमहरू अप्लाई गरेर हामीले यो डिटर्मिनेन्ट लेफ्ट साइडको डिटर्मिनेन्ट बराबर राइट साइडको डिटर्मिनेन्ट सो गर्यौं र यसमा विदाउट एक्सपान्डिङ गर्यौं, हामीले एक्सपान्ड गरेनौं र मिलाउँदै गयौं है। अहिले मिलाउँदाखेरि हामीले जसरी यो स्टेपमा x ले मल्टिप्लाई गर्ने, यहाँ y यहाँ z ले यता नै मल्टिप्लाई गरेनौं, किनभने यहाँ मल्टिप्लाई गर्दाखेरि अलि प्रब्लम लेन्थी अलि मिलेन, त्यसैले x माइनस x y माइनस y z माइनस z गर्यौं अनि दुईवटा डिटर्मिनेन्ट बने यसरी। अनि यो कमन लिँदाखेरि दुईवटा सेम कलम भएको हुनाले 0 भयो भ्याल्यु, अगाडिको पुरै हट्यो, पछाडि मिलाउँदै गयौं र फाइनली हामी राइट साइडमा पुग्यौं। र म विद्यार्थी भाइ बहिनीहरूलाई के भन्न चाहन्छु भने हो यस्ता प्रश्नहरू यसरी नै एटेम्प्ट गर्नुहोस्, यसरी नै गर्दै गर्नुहोस् है। यो विभिन्न के अरे मेथडहरू अप्लाई गर्नुहोस्, काहीँ कमन लिने, काहीँ मल्टिप्लाई गर्ने, काहीँ प्लस माइनस पनि गर्नुपर्ने है हुन्छ, छुट्याउनु पर्ने पनि हुनसक्छ। दुईवटा सेम रो या कलम देख्छौँ भने भ्यालु 0 लेख हैन। यस्ता नियमहरू जो हामीले अध्ययन गरेका छौँ नि 7वटा नियमहरू हो, त्यो नियमहरू जति बेला पनि अप्लाई हुन सक्छ। र अर्को नियम मैले थपेँ 0 0 0 देख्छौँ भने स्वतः त्यसको डिटर्मिनेन्ट 0 हुन्छ भन्ने पनि हामीले अध्ययन गरेका छौँ। हस्, थ्याङ्क यू।